आज जेठ 19 गते 2058 साल जेठ महिनाको 19 गते भएको राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको 24 वर्ष पुरा भएको दिन। धेरै राजनीतिक दलहरू सत्तामा आए, धेरै राजनीतिक दलहरूले सत्ताको बागडोरलाई सम्हाले, तर आजसम्म पनि राजा वीरेन्द्रको सपरिवारको हत्यारालाई पत्ता लगाउन सकेको छैन। हुन त यो 24 वर्ष अगाडिको केस भए तापनि आजसम्म पनि राजा वीरेन्द्रको परिवारको हत्या गर्ने हत्यारालाई कानुनी कठघरामा ल्याउन सकेको छैन। तत्कालीन अवस्थामा हेर्ने हो भने अहिले राजतन्त्रवादीहरू राजा आऊ देश बचाऊ भनेर आन्दोलनमा होमिँदै गर्दा राजाको हत्यारा को हो र राजाको हत्यारालाई सजाय दे र छानबिनको माग गर भनेर आजसम्म पनि कुनै पनि राजावादीहरूले आवाज उठाएको छैन। तत्कालीन अवस्थामा हेर्ने हो भने 24 वर्ष अगाडिको यो घटनाक्रम अहिलेसम्म पनि केसको छानबिन नहुनु यो कतिसम्म लाचारको अवस्था हो। राजावादीहरूले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै गर्दा, देशको अभिभावक राजालाई मान्दै गर्दा ती राजा वीरेन्द्रका सपरिवारको हत्यारा को हुन् भनेर पत्ता लगाउनको लागि सरकारलाई दबाब दिएका छैनन्। तैपनि जनताले एकचोटि फालिसकेको राजतन्त्र पुनः बहाली होला र? हार्दिक श्रद्धासुमन र पूर्व राजा वीरेन्द्रको सपरिवारलाई। आजसम्म पनि उहाँहरूको न्यायका निमित्त कोही कसै राजावादी या त पूर्व पञ्चहरू यो विषयमा आवाज उठाउन सकेका छैनन्। सायद किन होला? तपाईहरूको प्रतिक्रियाको लागि छोड्दै बिदा हुन्छु। नमस्कार।